हाम्रो नेपाली राजनीति बालेन सरकारको चाहिँ पुरा अहिले चर्चा एकदम भाइरल भइरहेको छ। जोस राजसभा पार्टी बालेन सरकारले चाहिँ नेपालमा केही गर्छ भन्ने मलाई एकदम आशा छ र धेरैभन्दा धेरै चाहिँ हाम्रो नेपाल विकास हुन्छ। नेपाली जनताले चाहिँ भोट दिएको खेर जाँदैन जस्तो लाग्छ र सुदन गुरुङ गृहमन्त्री, प्रधानमन्त्री बालेन शाह भोट पनि जित्नुभयो। अब 2/3 सरकार पनि भयो। अहिले केपी ओलीलाई चाहिँ रमेश त्रिपाठी जेल हाल्नुभयो। एकदम राम्रो छ। उहाँहरूलाई चाहिँ तपाईँहरूले कुनै हालतमा छाड्नु हुँदैन। हिजो जेनजी लडाइँमा चाहिँ जेनजी विद्रोहमा कसले अब शहीद परिवारहरू घाइते आतङ्कहरूको सपना नयाँ नेपाल बनोस् भन्ने चाहना छ र माघी हाम्रो अहिले अब नेपाल प्रहरीले केपी ओलीको समर्थक, केपी ओली पार्टीको कार्यकर्ताहरूलाई चाहिँ पुलिसहरूले एकदम दोहोरो भइरहेको छ। भिडियो हेर्नु होला र कमेन्ट गर्नु होला साथीहरू।